हेलो दिदीबहिनीहरू नमस्कार। मैले हजुरहरूको बच्चाहरूको लागि फेरि पनि एउटा स्कुलको नयाँ टिफिनको लागि नयाँ लिएर आइसकेको छु। अन्डा परौटा, दही अनि केरा। यो पनि एकदम हेल्दी हो। मजाले हजुरको बच्चालाई बनाएर खुवाउनु। अरू पनि नयाँ नयाँ हेल्दी फुडको लागि मलाई फलो गर्नुहोला। नमस्ते। मैले अब बलमा पिठो लिएँ। आटा गहुँको आटा हो। त्यो स्वास्थ्यको लागि पनि राम्रो हो। यसलाई मजाले मोल्ने। मोलिसके 5 मिनटसम्म यसलाई छोपेर राख्ने, तर मैले छोपेको छैन। अनि प्याज काटेँ, खुर्सानी काटेँ, अनि धनियाँ पनि काटेँ। त्यहाँदेखि मैले यो अन्डालाई मजाले म्यास गरेँ। हेर्नु त मजाले मोल्दिएँ। हातले मोल्दा पनि हुन्छ। मैले त अब त्यो ग्रेडर गरेँ। धनियाँ हालेँ, प्याज हालेँ, खुर्सानी हालेँ, जिरा पाउडर हालेँ, धनियाँ पाउडर हालेँ, नुन हालेँ, अनि मजाले हेर्नु त मोल्दिएँ, मिसाएँ, मिक्स गरेँ। अनि मैले त्यो रोटीलाई मजाले पुरी जस्तो बनाएँ। त्यहाँबाट अन्डा हालेँ मजाले। अन्डा हालेपछि मोमोको जस्तो डल्लो पाडेँ। अनि डल्लो पाडेर अलिकति तल मैदा हालेर अझै मजाले बेल्न लागिरहेको छु। कस्तो गोलो आकारको बनाउनु पऱ्यो। अनि बेल्दाखेरि चाहिँ मजाले ध्यान दिनु पऱ्यो, फुट्नु भएन। अनि फुट्यो भने बाहिर देख्दा अलिक नराम्रो हुन्छ। अब मजाले बेल्दा बेल्दा हेर्नु त कस्तो गोलो अब आकार पृथ्वी जस्तै बनाइदिएँ मैले त। गोलो हुन्छ भन्दैन है, मैले त देखाएको छैन, अब यसो हेरेको। अनि पकाउँदाखेरि अलिकति कलर आउनु दिने। हेर्नु त मजाले पाकेको कलर आइसकेपछि 70% पाक्नु पऱ्यो। अनि मैले बटर लगाएँ। बटर पहिला किन लगाएन भने सुरुमै हामीले बटर घिउ लगायौँ भने त्यो डढ्छ, कालो हुन्छ। अनि हजुरको बच्चाले म त डढेको खाँदैन भनिदिन्छ। त्यो कारणले भए पनि बच्चालाई पनि खुसी बनाउनु लागि रोटी हेर्दै खाउँ परौटा भनेर जस्तो लाग्छ भने यसरी बनाउनु पऱ्यो। अनि पाक्यो हेर्नुहोस् कस्तो कलर मजाको आयो। मैले त 2टा परौटा बनाएँ। अनि हाम्रोतिर रोटीलाई काट्नु हुँदैन भन्छन्। अब के गर्ने, बच्चालाई खुसी गर्नलाई नि काट्नु पऱ्यो। अनि प्लेटिङ गरेँ मैले रोटी काटेर। साथमा दही राखिदिएँ, अनि केरा पनि राखिदिएँ।